खान मोटरसाइकल वर्कसपमा तपाईलाई स्वागत छ। मसँग 150 पल्सर आएको छ, फुल इन्जिन खोलेको छौँ। यो खासमा भिडियो मिस्त्रीहरूको लागि छ, किनभने कति हाम्रो मिस्त्रीहरू इन्जिन खोल्नुहुन्छ, त्यसको गियर बक्स निक्लिन्छ। गियर बक्स निक्लेपछि कसरी फिट गर्ने त्यसकै बारेमा जानकारी दिन्छौँ। बाइक चाहिँ यही हो, यो हो गियर बक्स, यही हो। यसलाई यति सामान हुन्छ, यसमा अब कसरी फिट गर्ने तपाईहरुलाई म देखाउँछु। फाइनली हामीले खोलेर राखिसकेका छौँ, तपाईहरुलाई मैले देखाइसकेको छु। अब यसलाई फिट कसरी गर्ने तपाईहरु फुल भिडियो हेर्नु, किनभने फुल भिडियो हेर्नु भएन भने यो बिर्सिन सकिन्छ। त्यही भएर हामी पहिला यसलाई स्पोकेट साफ्ट लिन्छौँ। यसमा स्पोकेट बस्छ, यसमा यस्तो हुन्छ, यो निक्लिँदैन, यो फिक्स हुन्छ पुरै। त्यसपछि हामी के गर्छौँ भने हामी पहिला यो दाँती उठाउँछौँ, यस्तो हुन्छ। यो ठुलो 3टा दाँती भएको चाहिँ माथि जान्छ, यो 6वटा भएको चाहिँ तल जान्छ। यो यो यस्तो हुन्छ। यसरी गरे भने मिल्दैन, यो यसरी हाल्छौँ हामी यसलाई। फाइनली यो बसिसक्यो, यस्तो छ। यहाँ खाँचा हुन्छ, यसमा बसिसक्यो। त्यसपछि हामी डाल्छौँ एउटा बुस, यस्तो हुन्छ। बुस र वासर सँगै जोडेको हुन्छ। त्यसपछि यसलाई यसरी हाल्यो भने यो बस्दैन, यस्तो हुन्छ, प्ले हुन्छ। त्यही भएर हामी यसलाई पल्टाएर हाल्छौँ। वासर भएको चाहिँ तल राख्ने, त्यसपछि यो राख्ने, हाम्रो यो खाल्टो भएको चाहिँ तल राख्ने, यो उठेको चाहिँ माथि गर्ने, यो यस्तो हुन्छ। फाइनली यो बसिसकेको छ। यसरी गियर लाग्छ, यस्तो हुन्छ। अनि यो यसरी लाग्छ। अनि यो रेडी भइसकेको छ। अब हामी एउटा वासर हाल्न बिर्स्यो। यो एउटा वासर हुन्छ यस्तो, यो जताबाट हाल्दा पनि हुन्छ, यस्तो हुन्छ। यो फाइनली रेडी भइसक्यो। अब यो हाउजिङ साफ्ट, यसमा क्लच हाउजिङ लाग्छ, यो पनि निक्लिँदैन, फिक्स हुन्छ। फाइनली अब यसलाई के गर्छौँ भने हामी पहिला यस्तो वासर हाल्छौँ, बिचमा दाग छ, खाँचा छ। यो हामीले जताबाट हाल्दा पनि हुन्छ, तर यहाँ पनि चिनो हुन्छ, यहाँ चिनो हुन्छ। हामीले यसलाई तल पल्टाएर हाल्छौँ, जताबाट हाल्दा पनि केही फरक पर्दैन। एउटा वासर हाले हामी। त्यसपछि यो दाँती भएको छ, अनि यहाँ प्लेन छ। यो प्लेन चाहिँ माथि गर्नु पर्यो, यो खाँचा भएको तल गर्नु पर्यो, यस्तो भयो। अब यहाँ गियर लाग्छ, यस्तो भयो। अब त्यसपछि हामी यसलाई चाहिँ जताबाट पनि हाल्दा हुन्छ, यो दुइटै बराबर हुन्छ, सेम हुन्छ, यस्तो हुन्छ। त्यसपछि हामी हाल्छौँ फेरि वासर, एउटा मोटो खालको वासर हुन्छ। यसमा चाहिँ पातलो वासर हुन्छ, ठुलो हुन्छ, यसमा चाहिँ मोटो हुन्छ। यो भइसक्यो। अब यो कसरी बस्छ भने यसरी बस्छ। फाइनली गियर बक्स रेडी भइसक्यो। तपाईहरु यस्तो यस्तो भिडियो हेर्न खोजिराख्नु भएको छ भने तपाईहरु खान मोटरसाइकल वर्कसपलाई लाइक, कमेन्ट, सब्स्क्राइब गर्नु होला। यस्तो यस्तो भिडियो ल्याइरहन्छ। अहिलेको लागि यति नै हो। हस्त, धन्यवाद।